Hi everyone. Hi. Welcome to my TikTok. अनि आज हामी गर्दैछौँ कलर एक्सचेन्ज गिफ्ट च्यालेन्ज मम्मी र म भएर अनि हाम्रो गिफ्ट चाहिँ देखाउनु त ल मेरो चाहिँ सानै छ यो मम्मीले के ल्याउनु थाहा हैन अनि हाम्रो अब त्यस्तो हाईएस्ट बजेटमा पनि गरेको हैन जस सानोतिनो रमाइलोको लागि मात्र त्यही भएर सुरुमा हजुरले भन्नु कुन कलर ए हो एकछिन टाइम लाग्छ यता नहेर है उता हेर ल अब यहाँ झिक्ने टाइम लाग्दो रहेछ मम्मीलाई सुरुमा ब्ल्याक ब्ल्याक पहिला हजुरले नै झिक्नु न त कहाँ 1 2 3 गो गर्ने हो कत्रो पोका हो 1 2 3 गो मम्मीले चिप्स ल्याउनु भएछ मैले चाहिँ मोजा किनेको छु है ब्ल्याक कलरको ल थ्याङ्क यू मलाई मन पर्छ यो गर्मी चिप्स एकातिर राखौँ है अब तिमीले भन ल अब ब्लू ब्लू ल ल ब्लू 1 2 3 गो चिप्स प्याड ल मेरो अब ठिक चाहिने बेला भइरह ल तर यो कुन हो भाइ यो कुन नयाँ हो कि त्यो नयाँ अब हजुरले ल अब है म भन कुन भनौँ येल्लो हेलो कलरको मैले के ल्याएको छु रोक्नु है एकछिन ल ल 1 2 3 गो मम्मीले खानेकुरा मात्रै ल्याउनु हो मैले नि खानेकुरा ल्याऊ यो चाहिँ मैले बदाम ड्रिङ्क हो के मैले हेल्दी कुरा ल्याइदिएको यो चाहिँ के हो क्र्याक चिज क्र्याकर लास्टमा फेरि देखाउँ है सबैलाई अब तिम्रो पाला न पर्पल पर्पल मम्मी खानेकुरा मात्रै ल्याउनु भयो क्या हजुरले ल 1 2 3 गो मैले पाउच ल्याइदिएको मेकअप राख्नलाई वाउ यसमा अब सनस्क्रिन लिपस्टिकहरू राखेर कोही ट्राभल गर्दाखेरि यो चाहिँ पाउच ल्याइदिएको म त पर्पलकै भेटाइन है अनि त्यसपछि यो पनि खाने मैले के खाने हो कि खाने यो खानेकुरा अनि यो पर्पल खासै कलर मिल्दैन ल यो रेड भए पनि पर्पल छ के यो के हो हेरौँ पर्पल त कलर त मिल्दैन त यो खै पर्पल कलर यो त ग्रे हो कि ब्राउन कलर पर्पलै पाइ ब्राउन कलरको स्कार्फ ल्याइदिनु भयो रहेछ दिस इज नट पर्पल तर यो चक्लेट चाहिँ पर्पल मम्मीले एक्स्ट्रा गिफ्ट ल्याउनु भएछ ल अनि मम्मीले सबै खानेकुरा बोक्नु भयो के अब कुन भन त अब मैले भनौँ हजुरले भन्नु मेरो हो अब ग्रिन निकाल्नु 1 2 3 गो गाइस मैले प्रेम दुल्हन में ए मलाई चाहियो थियो है ठ्याक्कै ग्रीन कलरको मम्मीले नि मोजा ल्याउनु मोजा ग्रीन कलरको जस एउटा चाहिँ म्याच भएछ ग्रीन कलरको मेहन्दी मलाई चाहिरहेको छ मेहन्दीको पुरै कपाल फुले चाहिँ थ्याङ्क यू ल मेरो त खानेकुरै धेरै छ के अब मलाई खानै चाहिन्छ त ल म भन्छु व्हाइट लास्टै कमेडी भयो व्हाइट त धेरै छ ल निकाल ल मेरो एकदम सानो हो 1 2 3 गो गाइस मैले व्हाइट कलरको कान सबै भाइ बाप नुन अनि यो घरको सामान ल्याउनु भयो ल सात है प्रभु यो चाहिँ टिस्यु अनि त्यसपछि यो नानीले व्हाइट एयरबड यो चाहिँ यो घरको बेसिनमा राख्ने यो कपुर अनि त्यसपछि यो नुन यो घरको सामान ल्याउनु भयो है मम्मीले यो पनि मलाई चाहिन्छ ठिक छ ल अब कुन कलर छ तिमीले भन अब होइन हजुरले भन्नु के अब त धेरै छैन अब कतिवटा छ दुईटा मात्र छ अब रेड सानो हो मेरो त ल 1 2 3 गो कफी नानीलाई कफी मनपर्छ खानेकुरा मात्रै खानेकुरा मात्र हो मम्मीले चाहिँ कफी ल्याउनु भयो मैले चाहिँ मम्मीको लागि पोते ल्याइदिएको रेड कलरको रेड पोते ल्याइदिएको
लाउनु ल लगाइहाले ल रेड पोते क्रिस्टलको पोते ल्याइदिएको त्यही अब लास्ट छ तर त्यो मेरो हल्का अब म्याच गर्दैन जस्तो लागिरह ल ओरेन्ज ल ल जिग्नु न अब ओरेन्ज छ लास्ट तर मेरो हल्का कलर हल्का म्याच गरेन सबै खानेकुरा मात्र छ मेरो चाहिँ म्याक्स ल 1 2 3 गो लप्सी मैले चाहिँ काँटा ल्याइदिएको छु होइन यो ओरेन्ज भन्दा पनि हल्का लाइट ओरेन्ज कलरको छ के यो काँटा चाहिँ जो कोरियन वाला काँटा हो राम्रो छ ल ठिक छ ल नानीले लाउने कुरा ल्याइरहेछ मम्मीले चाहिँ खाने त्यही पनि मलाई मनपर्छ लप्सी थ्याङ्क यू ल काँटा लगाइहाले गिफ्टहरू यति नै हो एउटा छ त मेरो अझै नानी यो कुन कलरको हो यो एउटा बची खै यो मम्मीले एक्स्ट्रा ल्याउनु भयो यो चना कुन कलरमा आयो यो एल्लो हजुर अघि एल्लो दिनु भएन मलाई ए येल्लो दिए त ए यो दिनु भयो एल्लो दुईटा ल्याउनु भयो ए येल्लोमा यो पनि छ है मम्मीले चाहिँ एक्स्ट्रा खानेकुरा घरभरिको लागि सामान ल्याउनु भयो मेरो चाहिँ यसरी देखाउँ न यति हो यस्तो यस्तै के नुन नानीले ल्याइदिएको यस्तो यस्तै अनि गएर यो मेकअप राख्ने बक्स अनि यो बदाम जुस एयरबड मोजा रमाइलो हुँदैछ सबै खानेकुरा म त कस्तो राम्रो राम्रो ल्याइदिउ सानो सानो मेरो पनि त राम्रो राम्रो छ सबै खानेकुरा अझै मोटाउने हो क्या खाएर ल गाइज हाम्रो चाहिँ यति नै हो कलर एक्सचेन्ज गिफ्ट तर रमाइलो भयो थाहा हुँदैन नि त के आउँछ भनेर गाइज हजुर पनि